यो चाहिँ सिधै काभ्रेलीहुड हेटरहरूको लागि सुनिदिनु होला। हिँडेको छैन मुजी आज भोलि म त हल्ली हल्ली गल्ली गल्ली काठमाडौँ भन्ने ठाउँ आज भोलि बसिरहेको छ। फेरि केडाहरू किन जन्गिरहेको त, पछि परिरहेको त मुजी मै मात्रै होला आज भन्ने काम अनि भोलि सरिरहेको छ। केडाहरूले भनिरहेको छ फेरि कता जान लाग्यो त मुजी ट्यापे फाको रे, फेरि म त ट्यापे फाको छैन गाजा गोटी अहिलेसम्म केही खाएको छैन ल। तर बुझिदिनु मेरो मनको पीडा, तर आज भोलि गरिरहेको छु म आफूलाई नै घिडा। हामी झन् झन् मनभित्र पीडा बढिरहेको लगिरहेको छ। फेरि मेरो मुटुमा आगो कसैले नि बुझिँदैन मेरो मनको पीडा गरिरहेको छु मुजी आज भोलि आफूले नै तर घिडा। बाल छैन मलाई केहीको पारा मेरो यही हो। हिपहपको लागि मुजी जहिले नि जय हो। 3 चोटि चान्स दिँदा थाकिसक्यो काभ्रे जिल्लाको काजी। यो ठाउँमा मेरो मर्जी मसँग छ भाइ अब शब्दको चाबी ऱ्याप हान्ने जति। यो खेलको कमिला त म परे हाती। पहिला सबै कुरा ठिक थियो अहिले छोरा बिग्रियो। महिनाको 10 चोटि जेल पुग्थ्यो। खुकुरी हान साथीको कसमा म जुट्थ्यो। अनि कसैको हात अनि कसैको खुट्टा नै गायब हुन्थ्यो। मेरो पाराले आकाश सुन्थ्यो, यो मेरो पाराले आकाश सुन्थ्यो। सबजना फुचेहरू आज भोलि बढी भएको छ। तर ब्याडल खेल्ने सोच बोकिरहेको भए आइज मुजी त ललितपुर भन्ने ठाउँ। फेरि चाकमा ठोकिदिन्छु तँलाई मैले फाटा अनि कटाइदिन्छु तँलाई मुजी स्वयम्भूको हरियाली डाँडा। तर चिनिरहेको छ रे मलाई पनि नेपालभरि आज भोलि। हजुर आमादेखि हजुर बासम्म नाच्न मिल्ने खालको गाना गाएर चलिरहेको हो नि। तर फुचेहरू किन बढी भएको हो नि आज भोलि। इन्स्टाग्राम टिकटक फेसबुकमा तर अनेक थरी कमेन्ट आउँछ मलाई मात्रै किन गर्छु गाली हेटरहरूलाई भनिरहेको फेरि म्याच सिक्ने फुचेहरू बढी भएको छ भने आइज मुजी सन्किन मुजी जङ्गिन। बाल छैन मलाई केहीको पारा मेरो यही हो। हिपहपको लागि मुजी जहिले नि जय हो। 3 चोटि चान्स दिँदा थाकिसक्यो काभ्रे जिल्लाको काजी मुजी। यो ठाउँमा मेरो मर्जी मसँग छ भाइ अब शब्दको चाबी यो।